हेलो नमस्ते। ल है, म चाहिँ आज सेयरको बारेमा मलाई कति किताब पढ्यो है, कति किताब पढ्यो, कुन कुन कम्पनीको पढ्यो, बढेर चाहिँ अहिले त्यो कतिमा पुगेको छ है, त्यसको कारोबार के छ त आजको भनेर देखाउन चाहन्छु होइन। कुन चाहिँ सेयर कति बढेछ, कुन चाहिँ सेयर कति घटेछ, कुन कम्पनीको कति बढ्यो, कुन कम्पनीको कति घट्यो, त्यस पछाडि भनेको कुन कम्पनीको आज कारोबार भएन, यानि कि स्थिर रह्यो भनेर म तपाईँहरूलाई देखाउन चाहन्छु है त। ल, यो भिडियो अन्तिमसम्म राम्रोसँग हेर्नु होला, किनभने तपाईँहरूलाई नै काम लाग्ने भिडियो होइन। मैले यसरी भिडियो बनाइरहेको छु, तपाईँहरूलाई नै काम लाग्ने भिडियो हो। राम्रोसँग अन्तिमसम्म हेर्नु होला। नबुझेको कुराहरू मलाई मेसेन्जरमा कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ बुझ्नको लागि, प्लस इनबक्समा मेसेज पनि गर्न सक्नुहुन्छ है। म यो भिडियोको लिङ्क मेरो यस च्यानलमा राखिदिन्छु होइन, यो जनक कार्की युट्युब च्यानलमा राखिदिन्छु, त्यहाँ हेर्नु होला। त्यस पछाडि म यो फेसबुकमा पनि सेयर गर्छु यो भिडियो होइन, युट्युबमा अपलोड गरेर फेसबुकमा पनि सेयर गर्छु, त्यहाँ पनि गएर हेर्नु होला। र मेरो च्यानललाई प्लिज सब्सक्राइब र लाइक गर्न चाहिँ नभुल्नु होला क्या। सब्सक्राइब पनि गरिदिनु होला क्या, खै सब्सक्राइबै गर्नुहुन्न तपाईँहरूले है। प्लिज जसरी हुन्छ तपाईँहरूले यो च्यानललाई सब्सक्राइब गर्न पर्यो क्या। म तपाईँहरूलाई नै एकदम राम्रो इन्फर्मेटिभ र इम्पोर्टेन्ट भिडियोहरू लिएर आउँछु क्या, यताउति फाल्तु भिडियोहरू लिएर आउँदिनँ होइन। त्यस कारणले चाहिँ यो भिडियोलाई चाहिँ जसरी हुन्छ तपाईँहरूले हेरेर लाइक सब्सक्राइब गरिदिनु होला। अब सेयर गर्ने नगर्ने तपाईँहरूको इच्छा। र मैले डिम्यान्ड एकाउन्ट कसरी खोल्ने के गर्ने भनेर भिडियो बनाएको थिएँ, त्यो भिडियो हेर्नुभएको भएन। त्यस पछाडि भनेको तपाईँको सेयर कसरी भर्ने त्यो पनि बताएको छु, यो भिडियोमा नि बताएको छु, योभन्दा अगाडिका भिडियोमा नि बताएको छु है। तपाईँले सेयर खोल्नु भएको छैन भने तपाईँले जुन ब्याङ्कमा तपाईँको खाता छ, पर्सनल खाता छ, त्यही ब्याङ्कमा गएर चाहिँ डिमान्ड एकाउन्टको फर्म भरेर छिटोभन्दा छिटो मेरो सेयर भर्ने कोसिस गर्नु होला है। मैले चाहिँ भिडियोहरू बनाएर हालेको छु मेरो युट्युब च्यानलमा गएर हेर्नु होला है त। ल, यो भिडियो चाहिँ लास्टसम्म हेर्नु होला र यता ध्यान दिएर हेर्नु होला। अब म सेयरको कटबडको बारेमा यहाँनिर तपाईँलाई भिडियो स्क्रिनमा देखाउँछु है त। थियो। ल साथीहरू, यता ध्यान दिएर हेर्नुहोस् है। मेरो सेयरको कारोबार चाहिँ आज कुन कुनको बढ्यो, कुन कुनको घट्यो, कुन कुन घटबड भएको छैन आज होइन, त्यो म देखाउँछु तपाईँको। यहाँ मेरो सेयरबाट ध्यान दिएर हेर्नु होला है त। पहिला मेरो सेयर लगइन गर्ने है, म चाहिँ फिङ्गरप्रिन्टबाट लगइन गर्ने गरेको छु है। तपाईँको माइएसभामा चाहिँ आज खुलेको सेयरहरू देखाउँछ है। यो तिनवटा खुलेर चाहिँ सोलो हाइड्रो पावरको नै खुलेकै छ होइन। यो चाहिँ आजै लास्ट डेट होला है। सोलो हाइड्रो पावरको 2026/1/18 आजै लास्ट डेट रहेछ है। 13बाट खोले 18 आजै लास्ट डेट रहेछ। कसले भन्नुभएको छैन भरिहाल्नुहोस् है। अनि यो अर्को होटलको नि आज खोलेर चाहिँ यो हेर्नुहोस्, यो कहिले खोले 2026/1/18 है। यो पनि भर्ने कोसिस गर्नु होला है। ल है, सेयर अर्को पनि खुलेर चाहिँ होटल फरेस्ट लिमिटेड है। ल है, यसको नि भर्नु होला है त। यो चाहिँ आजबाट खुलेर छ, पर्सि 22/5सम्म रहेछ है। ल, छिटोभन्दा छिटो भर्नु होला। मेरो नि अब भराएको छैन, म यो भिडियो बनाइसकेपछि भर्छु। यहाँ गएर यसरी बटाबट भर्ने है त, यसरी भर्ने। यहाँ कति किता भर्ने हो त किता लेख्ने, यहाँ एमाउन्ट आइहाल्छ यो 0/8मा। अनि तल यहाँ सिआरएन नम्बर हाल्ने, सिआरएन नम्बर हानेपछि अनि त्यस पछाडि यो ब्राकेटमा टिक लगाउने अनि एप्लाई गर्ने। एप्लाई गरेपछि मेरो यहाँ हालेको छैन है। जस्ता मेरो यहाँ 10 किता भनौँ न, 10 किताकै 1000 रुपियाँ है। अब सिआरएन नम्बर हाल्ने है, सिआरएन नम्बर है, मेरो सिआरएन नम्बर हो। अनि त्यस पछाडि एप्लाई गरिदिने। होइन, ट्रान्जेक्सन
ट्रान्जेक्सन पिन हानेर अनि एप्लाईमा क्लिक गरिदिने अनि त्यस पछाडि तपाईँको सक्सेसफुल भनेर आउँछ है। यो चाहिँ म अहिले ट्रान्जेक्सन पिन हान्दिनँ, यहाँ देखिन्छ है। त्यस कारणले गर्दाखेरि म अहिले पछि गर्छु है त। यही हो है भर्ने सिस्टम चाहिँ है। अहिले डिसमिस गरिदिउँ, अहिले ब्याक जाउँ। आज चाहिँ मेरो यहाँ नेप्सेमा लिस्टेड भएर कारोबार भएको म तपाईँलाई देखाउँछु है। माई पोर्टफोलमा यहाँ तलको माई एसपा भन्दा यतापट्टि माई पोर्टफोलमा क्लिक गर्ने है। आज चाहिँ टोटल भने बन्दीपुरको कति, बन्दीपुरको तपाईँको 8,000, मैले 1,000मा भरेको, अहिले 8,800 पुगेर छ। आज बढेको भने 500 बढेछ है यसको। यो हरियो जति बढ्यो है, हरियो बढेको, यो रातो घटेको है। ओके, तपाईँहरूले ध्यान दिएर हेर्नु है। बन्दीपुरमा 500 आज बढेर छ है। त्यस पछाडि CREST है, यसमा नि तपाईँको 191 बढेर छ है, यो पनि हरियो छ है। अनि CSY यसको आज घटबड केही कारोबार भएको छैन है, यसको भएको छैन। अनि GBIMESY2 यसको चाहिँ घटेछ, 14 रुपियाँ घटेछ है। यो चाहिँ 14 रुपियाँ घटेछ। त्यस पछाडि GMLI-मा यो चाहिँ GMLI-को यो नि 1,000मा भरे 17,401 रुपियाँ भएछ। आजको यसको बढेको दर भने 391 भएछ है। आज 391 बढेछ है। SBL-को तपाईँको 1901 है। यो चाहिँ मैले 1000 रुपियाँ भरे 1901 भनेपछि यो पनि नाफै छ। यो चाहिँ अलिक सबभन्दा थोरै नाफा भने यही नै होला। यो चाहिँ खासै बढेको छैन, तपाईँको 901 रुपियाँ नाफा भएछ है। अनि त्यस पछाडि भनेको HRL, यो नि तपाईँको यो चाहिँ मैले 11 किता थियो होइन, 10 किता बेची, 11 किता बेची भनेको मेरो 10 किता मात्रै बिक्री भएछ, 1 किता यत्तिकै बसेको रहेछ। यो नि 100 रुपियाँ भरे 847 है। यो नि 847 भएको छ, यो पनि नाफा धेरै नै छ होइन। अनि त्यस पछाडि SKY-को नि यो पनि 9 रुपियाँ घटेछ है। अनि NICAES यसको चाहिँ कारोबार भएको छैन। यो नेफ्राको नि यो कारोबार भएको छैन है। त्यस पछाडि अनि अर्को तल यो रातोको नि RSY यसको नि घटेछ है, यसको 26 रुपियाँ घटेछ। यो रातो भएको चाहिँ घट्यो है। अनि SY प्यानलको है, यहाँ तल लास्टमा हेर्नुहोस् हरियो SY प्यानल, SY प्यानलको 1000 रुपियाँमा मैले भरेको थिएँ है 10 किता। आज चाहिँ यसको बढेर 14,900 भएछ है। 1000 रुपियाँ भएर 14,900 भएछ, लगभग 13,900 त फाइदा भएछ है। यो चाहिँ यो पनि आज कति बढेछ भने 1050 बढेछ है। ल यसरी नै हो है साथीहरू। ल टोटल भनेको आज 2091 रुपियाँ बढेछ है आज चाहिँ है। घट्यालाई माइनस गराएर यो 14 रुपियाँ मेरो घटेको आज कुन कुन छ भने यो 14 रुपियाँ छ, यो रातो लगाएको। अनि त्यस पछाडि यो 9 रुपियाँ छ, त्यस पछाडि अर्को यो 26 रुपियाँ छ है। यो माइनस गरेर 2091 रुपियाँ चाहिँ आजको फाइदा रहेछ है। ल है यसरी नै घटबड हुन्छ है, बढ्दै गर्नु होला। थोरै घट्छ भने धेरै नै बढ्छ। यस्तै छ, राम्रै छ, मलाई चाहिँ ठिकै लागिरहेछ होइन। यो तपाईँको 88,846 रुपियाँ 80 पैसा है। टोटल यति भएछ मेरो। ल है त अब म ब्याक जान्छु। ल है त यही नै हो, हेर्नुभयो साथीहरू। तपाईँहरू सम्पूर्णले देखिहाल्नुभयो मेरो सेयर आज बढेर कति पुगेछ होइन। कुन कुन सेयर चाहिँ आजको घटबडको क्रममा चाहिँ कुनको बढेछ कुनको घटेछ भनेर देखिहाल्नुभयो होइन। यसै गरी हेर्दै जानुहोला र मेरो यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। तपाईँहरूले भन्नुभएको छैन भने छिटोभन्दा छिटो गर्नुहोला है त। प्लिज जसरी हुन्छ यो च्यानललाई चाहिँ सब्सक्राइब गर्नुहोला है त। ओके, हस् त, नमस्ते, बाई बाई।